पाल डढेको यत्रो डढेछ है हाम्रो भन्दा धेरै डढेछ सब छ यस्तो सब निकालेर हेलो गाइज वेलकम टु माई न्यू भिडियो है आज कति पछि मैले भ्लग बनाएको होइन अनि मम्मी ड्याडीलाई भेट्न आएको थियो म भर्खर आएको अनि हाम्रो ड्याडी उता सुतिरहनु भएको छ अहिले दिउँसो घाम लागिरहेको छ नि त उनीहरू काम गर्दैन अनि यहाँ चाहिँ अहिले अस्ति सोमबार यस्तो पानी परेको थियो होइन अनि हावा पनि चलेको थियो कि त्यतिखेर चाहिँ एकदम ठुलो हावा चलेको थियो अनि त्यहाँनिर सबै उडाएको छ क्या पुरै पालहरू बाङ्गोटेङ्गो बनाएको डल्ले खुर्सानी सुकाएको रहेछ अनि यहाँनिर कुखुराहरू छ कुखुराहरू पनि ठुल्ठुलो भइसकेको छ कुखुरा छ यहाँभित्र खरा छ अनि हाम्रो चाहिँ पुरै बाङ्गो बनाएर छ भर्खर यहाँ पनि राखेको छ काँक्राहरूको बोझ छ देख्यो नि होइन कस्तो बाङ्गो भएको छ सब पाल्ने उडाइदिएको अरे होइन उडाइदिएछ अनि अहिले झ्याउ भएको छ यिनीलाई चाहिँ अब यसमा बाँस ल्याएर वरिपरि होइन सपोर्ट गर्नुपर्छ त्यतिखेर पनि देखाउँदा धेरै अस्ति सोमबार लास्टै ठुलो आएको थियो क्या पानी के अरे पानी घाम ठुलो हावा आएको थियो होइन त्यो टाइममा अब मुनिको चाहिँ केही नै भएको छैन यतापट्टि अनि उतापट्टि हाम्रो घरको चाहिँ यो उडाइदिएको छ है त्यो उडाइदिएको छ अनि अरू भनेको चाहिँ अरू त सब ठिक छ यतापट्टिको लागि केही नै भएको छैन अनि यहाँ चाहिँ काँक्राको बुढाहरू छ यतापट्टि यहाँनिर चाहिँ गाउँ होइन गाउँ र तोरी छ हजुर म ड्याडीहरूलाई उठाउँछु उनीहरू अघि नै आएको भन्नु सुतेर के डिस्टर्ब गर्ने भनेर मात्र हेलो ड्याडी सुतिरहनु भएको छ यहाँ मम्मी पनि सुतिरहनु भएको छ कुनामा ड्याडी नजाने हेलो ड्याडी नजाने माथि फुपूलाई हेल्प गर्न नजाने हजुर निन्दा पुग्यो भने हजुर निन्दा पुगेको छैन तपाईँको हात दुख्यो होला है अस्तिदेखि काम गरेर ल ठिक छ हजुर तपाईँ उठ्नु भयो मम्मी यहाँ सुतिरहनु भएको छ हाम्रो ड्याडी यता सुतिरहनु भएको छ है खुर्सानी सुकाइरहनु भएको थियो अहिले यहाँ मम्मीले खुर्सानी खिलाइरहनु भएको छ यसलाई पिस्नु पऱ्यो होइन मम्मी मसँग सल्लाह हेर्नु अब ड्याडी र म चाहिँ के लिनु जान्ला ड्याडी हामी हजुर के भने आइकर भने पल पार्ने फार्मिङ गर्न चाहिँ धेरै गाह्रो छ है हेर्नु मेरो पछाडिपट्टि कति गाह्रो छ हावाले अस्तिसम्मको हावाले अझै नै हावा लागिरहेको छ यहाँ पछाडि मान्छेहरू काम गरिरहेको छ मेरो पछाडि होइन झ्याउ छ यस्तो डेन्जर हुन्छ पानी परेको बेला झन् झ्याउ हावा लाग्यो भने झन् गाह्रो यहाँ सब उडाइदियो यस्तो डेन्जर हुन्छ फुपूको त सबै उडेछ त नि टोइलेट उडाइदिएछ र हाम्रो हाम्रो फुपूको यहाँ हल्का अब यता उहाँको च्यातिएको हुन्छ यहाँ हेर्नु द्याट अस्तिको घामले हावाले त कस्तो गरेर हामी चाहिँ यो पल पार्दैछौँ यसको पल पारिसक्यो उतानिर पल पछि लुकामा ह्यान्ड अनि त्यहाँनिर छ उता पानीको बोतलमा भएको यो अहिले पुरै भाङ्गो चलिरहेको छ होइन सब भाङ्गो छ नि यो पनि भइसक्यो सब गइसकेको छ अनि यहाँ पनि पल पारेको छ हामी ठाउँ ठाउँमा पल पारेको छौँ कति अरूहरूको त एकदम पुरै उडेको छ कि उडेको छ भाँचेको छ होइन हाम्रो चाहिँ हल्का खै किन हो हल्का बलियो भएर होला थोरै बलियो चाहिँ भनौँ न नयाँ नयाँ थियो त्यही भएर चाहिँ हल्का सहिलो भएको हाम्रो धेरै उडाएन सब भिजेको छ अनि हाम्रो चाहिँ यो काँक्रा हो पुरै होइन अनि वहीँ टमाटरहरू मुनिसम्म टमाटर अनि यहाँ गाउँ छ हल्का मम्मीले त्यतिकै लगाएको अनि यो टमाटर भयो यो काम गरिरहेको छौँ होइन अनि खन्दैछौँ यो चाहिँ खन्ने हो क्या यो खन्ने हो क्या यो पुरा माटो आउँछ होइन अलि यतिकै राख्दैछ मैले यसले चाहिँ खनिन्छ ड्याडी आउँदैछ पेन्सिल ल्याएर कहिले तान्नु सक्छ नि यसरी कहाँ मिल्छ त त्यसरी ए
कति दिन त्यसो भने म सब हान्छु लु आइडिया त दामी रहेछ त नि हुन्छ पानी हाले त सहज हुँदो रहेछ है यो त जहाँ आउँदैन क्या अर्को साइडबाट गर्नु मुनि यो साइडबाट चाहिँ यो त भाँचिसकेको छ कुहिएको छ यो चाहिँ आएन है त यो पनि निकाल्नु यो पनि हाल्नु न अघि जस्तै ए उयो त्यो चाहिँ यो चाहिँ निकाल्नै पर्छ यो ए त्यसो भने त सहिलो भयो खै दिन त अर्को गर्छ पायो भने त ठिकै हो बाँस पुग्दैछ रेडियोमा खाजा खाएर आएको थियो अब खाजा खाएर चाहिँ काम गर्दैछ होइन अनि अघि चाहिँ सब तानेको हामीले अहिले चाहिँ यस्तो बोकिरहेछौँ सबैको यसरी गइरहेछ पाल हाम्रो पनि गएको छ त्यसरी रेडियोमा काँधमा छ क्या मेरो नि दुखिरहेछ अझै काम चलिरहेछ हाम्रो अब यो काटिन्छ है ड्याडी अब हामी जान्छौँ अहिले चाहिँ हामी यो यसमा चाहिँ कुखुराको लागि सामान लिन जाँदैछौँ एकछिन रोक टोक्छ यसले ए कहिले काहीँ त झम्किन्छ नि त फेरि म कुदेको डर लाग्छ कि हो कि नि म सन्देश ग्यासै छैन है यो दाइलाई भन्नु पर्यो कि अब यो चाहिँ भुसो होइन यहाँ चाहिँ म चाहिँ यहाँ हाल्दैछु यहाँ देखा मलाई कसरी हाल्दैछु भरे कुखुराको लाग्यो है ल अहिलेसम्म काम भइरहेछ यहाँ सब जान्छ सन्देश भाइ उचाल्दैछ यहाँ हेर्नु त हात कति बजे सन्देश घडी हेर्दा 6:48 होला नि 6:48 भइसक्यो अहिलेसम्म हामीले काममै छौँ रात काम चलिरहेछ यहाँ हाम्रो ग्याङहरू छ यिनीहरू चाहिँ ल हाम्रो चाहिँ बल्ल काम सिक्यो है यो खम्बाहरूमा चाहिँ हामीले यस्तो लगाएको थियो होइन अनि पछि यहाँ त बाँकी नै छ यो बाँकी नै छ यस्तो निकालेर यो हाल्न बाँकी नै छ होइन अनि सबैको बाङ्गो पुरै भएछ होइन हेर्नुहोस् अहिलेसम्म काम गर्दैछ हामी चाहिँ र जुत्ता लुगा सफर भइसक्यो अब गइन्छ म चाहिँ हेर्छु मम्मी हात काम गर्नु पऱ्यो है मम्मी ठिक छ नि मम्मी अनि सिधा भएको छ यो चाहिँ अनि हाम्रो त्यो नर्सरी हो सानो नर्सरी काउलीहरू हो यो चाहिँ अनि यहाँ केटाहरू यहाँ बाँस ल्याएर भएको थियो यसले बाँसहरू चाहिँ सामान अझै भएको छ अनि दुईवटा बाँस थियो छ ल पञ्चर यहाँ छ ल ठिक छ होइन ड्याडी अझै काम गर्न जानु लागिरहनु भएको छ ल सबजनालाई चाहिँ ठिक छ अब चाहिँ है म चाहिँ यत्तिकै जान्छु फेरि हात धोएर ठिक छ अब फुपू तपाईँको त्यो हाल्ने ठाउँमा मलाई भन्नु है म आउँछु ठिक छ अनि सन्देश भाइ भर्खर हात देखा हात यसले त भर्खर हात धोएर बसेर लुगा यसो यस्तो भएछ हाम्रो लुगा हामी बाबा यस्तै हो लास्ट टाइम भइरहेको छ होइन म चाहिँ काम सिधेर आइसकेको छु सजना पनि निकालिरहेछ होला है सजना टाइम भयो म चाहिँ भर्खर पुगेको छु होइन पुरै जिउ पुरा माटो छ कि मेरो शरीरभरि अब टक्कै नुहाएर फ्रेस भएर आउँछ त्यहाँपछि मेरो भ्लग इन्डिङ गर्छु आजको भ्लग कस्तो लाग्यो तपाईँहरू भनिदिनु होला अनि टक्कै नुहाएर अनि खानसाना खायो लास्ट थाकेर अब म बेडमा ढल्किरहेको छु होइन यदि मेरो आजको भ्लग होइन तपाईँहरूलाई मन पऱ्यो भने चाहिँ लाइक सेयर एन्ड सपोर्ट चाहिँ गर्नु होला सब्सक्राइब गर्नु होला ओके हेभ अ गुड डे जय श्री राम बाई बाई